हेलो एवरीवन है, देख सकते हैं आप सभी लोग। अब बनजागरी फॉल्स में ये टूरिस्ट फ़ोटो खिंचवाने के लिए आया था, लेकिन अब पत्थर मतलब उधर से फिसल के वो गिर गया पानी पे। उसको उठने के लिए बहुत टाइम लगा उधर पे। अब वो फिट था इसीलिए वो उठ भी पाया उधर से। थोड़ा मोटा आदमी होता तो और ज़्यादा नीचे गिर जाता। देख सकते हैं वो मतलब उसका कपड़ा वगैरह सब कुछ भीग गया उधर पे। इतना ठंड में कपड़ा भीग जाने से क्या हो सकता है, आप लोग ही जान सकते हैं ये तो। त्यही भएर चाहिँ हामीले पनि जहाँसुकै फोटोहरू खिच्दाखेरि है, खोलाको छेउछा होस् या फिर यस्तो फल्सहरूको छेउछा होस्, एकदम होसियार बस्नुपर्छ। विशेष गरी हामीले नानीहरूलाई चाहिँ एकदम जोगाउनुपर्छ। अब नानीहरू भएको भए त यहाँनिर अब कुनै पनि घटना हुनसक्थ्यो है। हेर्नु सक्नुहुन्छ तपाईँले। अब यो टुरिस्टलाई एकदमै साह्रो परेछ यहाँबाट उठेर जानु लागि चाहिँ। निकै भिजिहाल्यो, यसो चिसोमा उसको लुगाहरू डल्लै भिज्यो है। हेर्नु सक्नुहुन्छ है तपाईँले। फोटो खिच्दैछ उसले चाहिँ हो, यसरी झरी भर्खरै हो, हेर्नुहोस् न। र हेर्नु सक्नुहुन्छ टुरिस्टहरू पनि निकै नै आएको थियो है। एकदमै मजा गऱ्यो हामीले चाहिँ। तपाईँहरू पनि बनझागरी फल्स जानु सक्नुहुनेछ। यो टाइममा चाहिँ एकदमै मजा आउँदो रहेछ हो। एकदमै चिसो है वेदर पनि हो। एकदमै मजा आयो। यसपालि धेरै कुरा चेन्जेस आएको छ। एकदम जोगिएर मात्रै फोटोहरू खिच्नु छ, किनभने ढुङ्गातिर पुरा वल क्लाइम्बहरू भयो है। अब यो पानी डिन्डेरी झरिबस्ने ठाउँमा बिचरा उसले पनि फोटो खिच्नु गएको, ब्ल्याङ्कै चिपेर लाइनहरू भयो। एकदमै मजाको एडभेन्चर्सहरू हालेको रहेछ त्यहाँनिर है। तपाईँहरू पनि गएर एकखेप भिजिट गरिदिनुहोस् होला है। र एकदमै हामीले चाहिँ एकदमै मजा गरेर आयो यसपालि चाहिँ। एकदमै मजा आयो हामीलाई चाहिँ। यो मान्छेले फेरि पनि पोजिङ दिएर फोटो खिच्दैछ यहाँनिर। फेरि पनि लानु सक्छ ऊ। अलिक बेसी तल गएर हुन्छ नि। आउँदै जाँदैछ ऊ। यहाँ फोटो खिच्नु पनि साह्रै छ। अहिले ऊ जाँदैछ बिस्तारै गरेर हो।